नमस्ते, इजी किचनमा यहाँहरूलाई स्वागत छ। आज म बनाउन जाँदैछु निङ्ग्रो र आलुको सब्जी। सुरु गरौँ निङ्ग्रोको तरकारी बनाउनलाई। मैले यहाँ कराई राखेकी छु ग्यासमा। अब मैले अन गरेर तताउन राख्छु। कराईलाई तात्न दिऊ। कराई तातिसक्यो। अब यसमा म तेल राख्छु। तेललाई तात्न दिउँ। तेल तातिसक्यो। यसमा म प्याज राख्छु। यसलाई चलाउँदै पकाउँछु। सँगै चाहिँ म आलु पनि भुट्न राख्छु। आलुलाई चाहिँ मजाले ब्राउन कलर आउने गरी भुट्नुपर्छ। अब आलु र प्याजलाई 1 मिनेट जति हामी पाक्न दिन्छौँ। एक मिनेट भइसकेको छ। आलु र प्याज मजाले ब्राउन कलरको भइसक्यो। यसलाई एकचोटि यसरी चलाइदिउँ। अब यसमा म बेसार राख्छु। यसमा राखौँ बेसार। यसलाई चलाइदिउँ। अनि यसमा म राख्दैछु अदुवा लसुनको पेस्ट। यसलाई पनि मजाले चलाइदिउँ एकचोटि। अदुवा लसुनको पेस्टलाई एकछिन पाक्न दिउँ। चलाउँदै चलाउँदै यसरी नै अब यसमा म मसला राख्दैछु। जिरा धनियाँको धुलो 1.5 चम्चा जति। मसला राख्ने बेलामा चाहिँ तपाईले ग्यासको हिट चाहिँ एकदम लोमा राख्नुहोस्, किनभने मसला चाँडै नै डढ्छ। लोमा राखेर गर्नुभयो भने चाहिँ हामीले भुट्न पनि सक्छौँ सजिलै। यसमा मसला र अदुवा लसुनको पेस्ट सबै मजाले भुटिसकेको छ। अब यसमा म टमाटर राख्छु। टमाटर राखेर मजाले चलाइदिउँ। भइसकेपछि टमाटर गल्नको लागि चाहिँ चाँडै गलोस् भन्नको लागि चाहिँ म थोरै नुन राख्दैछु। अब फेरि एकचोटि चलाइदिउँ। अब 1 मिनेट जति चाहिँ यो टमाटर पाक्नको लागि छोडिदिन्छौँ हामी। 1 मिनेट चाहिँ यो टमाटर पाक्नलाई दिउँ। एक मिनेट भइसक्यो। टमाटर गलिसकेको छ। अब यसमा म निङ्ग्रो राख्न जाँदैछु। निङ्ग्रो राख्दिउँ। निङ्ग्रो राखेर एकचोटि चलाइदिउँ। यसरी मसलाहरूसँग मिक्स गरिदिउँ यसलाई। अब यसमा मैले अघि थोरै मात्र नुन राखेको थिएँ। अब फेरि हल्का नुन राखिदिन्छु। नुन राखिसकेपछि एकचोटि फेरि यसलाई चलाइदिउँ। अब यसलाई एकछिन 1 मिनेटको लागि यसरी ढाकेर पकाउँछौँ हामी। यो ढाकेर पकाएको 2 मिनेट जति भइसक्यो। अब म निकाल्दैछु। यो निङ्ग्रो र आलुलाई फेरि एकचोटि मजाले चलाइदिउँ। लगभग निङ्ग्रो पाकिसकेको छ। यसलाई यसरी चलाएर
एकचोटि चलाइदिएर फेरि लो हिटमा 2 मिनेट जति पाक्नलाई छोडिदिन्छौँ। 2 मिनेट भइसक्यो। हेर्नुहोस् त यो पाकिसकेको छ। अब हाम्रो निङ्ग्रो र आलुको तरकारी एकदम रेडी भइसक्यो खानालाई। यसलाई एकचोटि चलाइदिउँ। यो निङ्ग्रोको तरकारी पाकेर एकदम तयार भइसक्यो। यो चाहिँ हजुरहरूले खानासँग खान सक्नुहुन्छ। सजिलै र मिठो बन्ने भएको हुनाले घरमा ट्राई गर्नुहोस् नयाँ तरिकाको निङ्ग्रोको र आलुको तरकारी। अनि कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव मेरो च्यानलको कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला। साथै मेरो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। थ्याङ्क यू।